छोरो छ यहाँ ज्वाइँले ड्राइभिङ गर्नु हुँदैछ यता अर्को साइला चाहिँ यता बस्नु भएको छ हामी चाहिँ रिडो बजारको ओह्रालो पुग्यौँ यो निकै नै ओह्रालो छ हाम्रो लागि चाहिँ धेरै नै ओह्रालो हो कसरी ड्राइभिङ गर्नुहुन्छ होला जस्तो लाग्छ धेरै नै ठाडो अझ माथि धेरै भिरालो थियो खिच्न पाइनँ क्यामेरा मिलाउँदा मिलाउँदै यहाँ चाहिँ हाम्रो रिनोक बजार पुग्न लाग्यो दोकानहरू छ तपाईँ दुकान यतातिर दोकान लेखेको हुँदैन दुकान लेखेको हुन्छ हाम्रोतिर पसल भनिन्छ होइन यता यता पुलिस स्टेसन छ रिनोक बजारको दोकान मेरो माइती गाउँको बजार कस्तो आउँदैछ भिडियो चाहिँ थाहा छैन सेल्फीमा छ यता जानु दिँदैन हामी घुम्नु पर्छ रिनोक बजार हो यो चाहिँ हाट बजार बनाएको होला बन्दै रहेछ यहाँ यो पुरानो काठको घरहरू पनि छ रिनोक बजारमा यो चाहिँ स्ट्यान्ड हो हामी अब यहाँ गाडी रोकेर चाहिँ माथि बजार जान लागेको यस्तो माथि माथि जानु पर्दैछ यो रिनोक बजार हो हेलो रिनोक बजार हो यो जुन ट्याक्सीहरू पार्किङ गरेर राखेको ठाउँमा यहाँ चाहिँ शनिबार हाट लाग्ने गर्छ पहिला हामी स्टुडेन्ट हुँदाखेरि हामी सानो बच्चा हुँदाखेरि चाहिँ शुक्रबार हाट लाग्थ्यो अलि तल लाग्थ्यो अहिले चाहिँ यो ट्याक्सी पार्किङ गरेको ठाउँमा शनिबार तरकारी बजार कपडा सबै यसमा हाट लाग्छ अस्को चाहिँ शनिबार लाग्दो रहेछ हाम्रो माइती गाउँ नमस्कार म्याडम हाम्रो माइती गाउँको यस्तो सानो सानो दोकानहरू छ धेरै ठुलो बजार त होइन सानो बजार छ र पनि गाडी चाहिँ धेरै नै ठाउँ सानो भए पनि गाडीहरू धेरै छ यहाँ इन्डियामा अलि गाडी सस्तो भएको कारणले पनि होला प्रत्येक मान्छेमा एउटा गाडी छ त्यही भएर होला गाडी चाहिँ धेरै नै छ इन्डियामा सस्तो भएको भएर यस्तो सानो सानो दोकानहरू छ हेलो दाइ यहाँ तरकारी दोकान छ यहाँ सब्जी दोकान यतातिर तरकारी भन्दैन हामी नेपालमा तरकारी भन्छ यहाँ दोकानमा बाजे हुनुहुँदो रहेछ यहाँ सानो गणेश मन्दिर छ पिपलको बोट जुत्ता पसल
ठुलो बजार नभए पनि सबै कुरो पाउँछ यहाँ। हामी बच्चा हुँदाखेरि त साह्रै मजा आउँथ्यो। अब अहिले यहाँ चाहिँ समोसा भुजिया भाइ कतिको व्यापार हुन्छ? ठिकै छ। यहाँ हामी बच्चा हुँदाखेरि यहाँ समोसा जेरी खान आउँथ्यौँ। अब धेरै वर्ष भयो हामी विवाह भएर बाहिर गएको, त्यही भएर सानो भिडियो बनाउनु मन लागेर बनाएको। अनि के आएर त्यतिको पारा आउनु त मलाई यादै छ। हेलो, के छ अनि? ठिक छ? हामी मुन्नाहरूसँग। ल हाम्रो रिनोक बजार यति नै हो। ल आजलाई यति नै। भाइ यहाँ भानुभक्तको पनि रहेछ सानो। बाई।